हेलो एभ्रिवान, सबैजनालाई वेलकम टु माई रिल्स भिडियो हैन। हाम्रो यो टिममा हुन गइरहेको 90 डेज रिल्स च्यालेन्जको हैन आज फर्स्ट डे। सो मैले पनि यो च्यालेन्जलाई एक्सेप्ट गरेर आजदेखि चाहिँ म हजुरहरु सामु चाहिँ कन्टिन्यू रूपमा चाहिँ 90 डेजसम्म चाहिँ डिफ्रेन्ट टपिकमा मैले भिडियोहरु लिएर आउने छु। सो मैले आजको टपिक देखि नै स्टार्ट गरे हैन। हाम्रो आजको टपिक रहेको छ आज फर्स्ट डे। सो आजको हाम्रो टपिक रहेको मेरो इन्ट्रोडक्सन प्लस वाइ आई स्टार्टेड दिस जर्नी हैन। मैले चाहिँ यो बिजनेस चाहिँ किन स्टार्ट गरेँ अनि म को हो भन्ने कुराहरु चाहिँ म हजुरहरुलाई चाहिँ यो भिडियो मार्फत चाहिँ बुझाउने छु। सबैजनालाई थाहा छ हैन म को भनेर, तर कति धेरै नयाँ साथीहरु पनि जोडिनु भएको छ र मेरो भिडियो सायद नयाँ साथीहरुसँग पनि पुग्न सक्छ। सो मैले चाहिँ मेरो छोटो इन्ट्रोडक्सन देखि चाहिँ स्टार्ट गरेँ। नमस्ते, मेरो नाम चाहिँ शान्ति पाइजा, आइम फ्रम बुटोल देखि हैन। ओरिजिनली चाहिँ मेरो घर चाहिँ बागलुङ हो, तर अहिले चाहिँ म बुटोलमा बसिराखेको छु र मेरो प्रोफेसनल वाइज भन्नुपर्दाखेरि चाहिँ म एउटा नर्स, तर अहिले चाहिँ म फुल टाइम मम अनि यो डिजिटल बिजनेस अनर है। विगत केही महिनादेखि मैले यो बिजनेस चाहिँ रन गरिराखेको छु। अनि मैले चाहिँ हैन यो बिजनेस चाहिँ किन स्टार्ट गरेँ भन्ने कुरा चाहिँ हैन म हजुरहरुलाई चाहिँ शेयर गर्छु। सो प्रोफेसनल वाइज म एउटा नर्स अनि चाहिँ मैले विगत 10 सालदेखि चाहिँ हैन म एज अ नर्समा कार्यरत, नेपालदेखि लिएर हैन नेपालदेखि बाहिर पनि एज अ नर्सको रूपमा चाहिँ कार्यरत भएँ। अनि त्यो टाइम हैन जस्तै हुन्छ नि, मलाई चाहिँ अरूको मतलब मेरो प्रोफेसनललाई चाहिँ हैन मलाई चाहिँ एकदम प्राउड फिल हुन्छ क्या। म एज अ नर्स हैन मलाई चाहिँ मेरो प्रोफेसनल एकदम मनपर्छ अनि अरूलाई केयर गर्नु पाउनु हैन चाहिँ मेरो प्यासन नै हो। तर खेर हैन आमा भइसके पछाडि चाहिँ हाम्रो हरेक प्रायोरिटिजहरु चाहिँ बच्चामा हुँदो रहेछ के। हाम्रो प्रायोरिटिज नै चेन्ज हुँदो रहेछ। पहिला चाहिँ हैन हामीले चाहिँ आफूलाई टाइम दिने मान्छे चाहिँ अहिले चाहिँ हामीले चाहिँ के सोच्दो रहेछौँ भन्दाखेरि जब आमा भइसके पछाडि चाहिँ हाम्रो टोटली माइन्डसेट नै चेन्ज हुँदो रहेछ र हामीले प्रायोरिटिज चाहिँ एभ्री टाइममा चाहिँ हामीले बच्चालाई नै दिँदो रहेछौँ के। जोसुकै आमा किन नहोस् हैन, हामीले आफ्नो लागि भन्दा पनि बच्चाको लागि चाहिँ धेरै सोच्ने रहेछौँ कि। मैले पनि यो फेजहरु पार गर्दै हैन। सो म चाहिँ जब आमा बने त्यस पछाडि चाहिँ मैले मेरो नर्सिङ प्रोफेसनललाई चाहिँ ब्रेक गरेर हैन मेरो करियरलाई ब्रेक गरेँ अनि मेरो प्रायोरिटी चाहिँ मैले छोरीलाई देखेँ। सो छोरीलाई नै मैले टेक केयर गरेर अनि उसको हैन इच एन्ड एभ्री हुन्छ नि जतिखेर चाहिँ मामुको जरुरत पर्छ, मेरो जरुरत पर्छ, त्यो टाइममा चाहिँ मैले मेरो छोरीलाई चाहिँ टाइम दिन सकूँ भन्ने चाहिँ मेरो एउटा माइन्डसेट थियो हैन, मेरो एउटा सोचाइ थियो। त्यस पछाडि चाहिँ मैले मेरो नर्सिङ पेसालाई चाहिँ ब्रेक गरेँ हैन। नर्सिङ पेसामा चाहिँ म अलि पछि पछाडि पनि